चाहिँ त्यहाँ रेडी पर्सेन्ट बस्यो हामी हाम्रो पनि पछाडि छ होइन यो लायो भने त ल ल ल भन्न लडेको थियो ल साथीभाइहरू होइन हाम्रो चाहिँ मर्निङ भइसकेको छ बिहान हामी बसेको अब कटेरो चाहिँ यही हो है अलिअलि उताबाट दामी सर्ट देखाउँछु अनि यहाँ त जेनेरेटर चलेर खासै ठुलो आवाज नआइरह होला है भ्यू चाहिँ अब यस्तै देखिरहेछ हाम्रो है पर्पोको भ्यू मान्छेहरू भिडियो खिच्ने मान्छेहरूको चाहिँ लर्को छ क्या लर्को फेरि केटाहरू लर्को छ नि दादाहरूको भ्यू नि फेरि यस्तो छ क्या अनि फेरि यहाँ फेरि पन्थी क्यान्छ भन्दै आइरहेको पन्थी राजा भइसक्यो यसलाई थाहै छैन म्यान यसले चाहिँ यहाँ सर्ट्स हान्दैछ अनि यहाँ माइक्रोफाइबर मागिरह अरू चाहिँ त्यस्तै हो है भ्यू चाहिँ मा कसम ओपी छ केटा अझै बिहान अब सन्डे चाहिँ हेर्ने गरेर उठिएन है अब खासै हामी अल्छी गऱ्यौँ उठिएन यहाँबाटको भ्यू चाहिँ यस्तै छ है दामी नै छ यहाँ फुलसुल फुलिरह है गुराँसहरू ट्याक्क लाएर केटा जस्तो दामी छ भिडियो सिडियो बनाउनेहरू चाहिँ यहाँ ट्याक्क बिहान आइसक्यो ऊ त्यतातिर चाहिँ हिजो चिप्लेटी खेल्दा गएको यसको हालत हिजो चाहिँ राम्रो चिप्लेटी खेलेको थियो मुसे भाइ ट्याक्क लाएर अनि ट्याक्क ऊ त्यतातिर चाहिँ एउटा भ्यू पोइन्ट छ अरे आधा घन्टा करिब आधा घन्टा हिँडेपछि चाहिँ आउँछ अरे त्यहाँबाट चाहिँ 360 भ्यू देखिन्छ अरे सुनेको थिएँ अरू चाहिँ त्यस्तो सुटिङ भइरहेको कर्पु हिल 2900 मिटर रेल 29 रहेछ उद्रेको चाहिँ बल्ल गुड मर्निङ हुँदैछ म्या कसम अटोमा छैन फोकस यहाँ अब यहाँ अनि के हो त नि यो हालत चाहिँ अनि कपडा सपडा चाहिँ अनि अलि के हो कुरो बाटोभरि होइन को केटीहरूको स्कुटर चाहिँ नतार्देऊ हामी हिँड आफ्नै सुना हान्दाखेरि चाहिँ होइन पन्ची दोस्त हेल्प भने हेल्प हो भनेर अर्काको स्कुटर तारिदिएर यस्तो हालत टेन्सन डल्ले हेरेको चाहिँ यहाँ फोटो सुटिङ भइरहेको आमामा डल्ले भाइ हिरो बाटोमा कहाँ चाहिँ झोला बोकेर सरकारी कर्मचारी जस्तो आमामा पोज दिएको अरे आमामा आमा हिरो यो गाई जब हामी चाहिँ भर्खरै उठियो सब यहाँ जाने तम तयार नखाने सब हिँड्न लाहान यहाँ फोटो यस्तरी खिचिरहन होइन अब हामी चाहिँ भर्खरै उठेको कारणले चाहिँ यहाँ फोटोसुट भइरह गुराँस पनि फुलेर रहेछ ऊ त्यो गाउँ चाहिँ सिक्लेस हो है केटा फेरि तिमीहरूले देखेनौ होला होइन म जुम हानिदिन्छु त्यो गाउँ के हो सिक्लेस अनि कोरी तिमीहरूलाई हेर्न मन छ भने हो त्यो हिउँले ढाकेको कोरी हो त्यो हिउँले ढाकेको नि तलपट्टि हो त्यो कोरी हो होइन नै मान्छे आउनु खतरा धेरै रहेछन् मान्छे त है गुन्डो खतरा धेरै रहेछ नि मान्छे आम्मामा यसको पोज हेर न केटा पोज हेर न आम्मा त्यो चाहिँ मलाई लहर दियो पोज हेर न क्यामेराम्यान चाहिँ यो है फेरि मेरो क्यामेरा लिएर क्यामेराम्यानको एसिस्टेन्ट हो कि क्या यो अब रबिनको खिचिदेऊ अब रबिनको पोज हेरिदिउँ रबिन के हो त नि पाँट त अनि धुस्तै हो त रबिन दोस्त बेबी ओ बेबी पाँट त खतरै छ त पन्थीको बाइक लिएर रहेछ पाँट हिउँ हेर केटा हिउँ ल गुराँसै फुल्यो भन्ने कि सुने होइन यही हो गुराँसको रुख रहेछ यार यतातिर त यार गुराँस बाइक अरूको रुखै देख्दैनौँ ल केटकेटीहरू है हामी चाहिँ त अब टावरतिर रन्किदियौँ अनि यहाँ चाहिँ बाइक हेरेन आम्मामा कसको पार्किङ हो फेरि 70 पार्किङ हान्यो फेरि यहाँ है हामी चाहिँ बाटो हिँड्दैछौँ है ठ्याक्क पारामा हिउँको बाटो यहाँ चिफ्ल्यो भने त 70 हो मान्छे त खुलित केटाहरू अगाडि पुगिसक्यो केटाहरू देखाउनु पर्दा त्यहाँ केटाहरू अगाडि हिँड्छन् हामी चाहिँ हिउँ टावरतर्फ चाहिँ लम्किन लाग्यो
हामी चाहिँ अहिले ढिलो उठेछ त्यही ठिकै छ जे जस्तो देखिन्छ त्यसरी देखाउँछौँ हामी पनि फोटोसोटो खिच्छौँ हामी अब जे सकिन्छ राम्रो देखाउने प्रयत्न चाहिँ अफकोर्स गरिन्छ अहिलेलाई चाहिँ हिँड्दैछौँ है केटाहरू चाहिँ अघि हिँडिसकेका छन् है म चाहिँ यहाँ क्यामेरा मिलाउँछु भन्दाखेरि यहाँ फोनमा नि पानी छिर्दैछ म चाहिँ हल्का लेट भयो हिजो चाहिँ हामी ठिकैको दुःख गऱ्यौँ यार अब माथिसम्मै बाइक ल्याउन अलि सकिएन अथवा चाहिएन है किनभने हिउँनै थियो त्यो रिस्क लिएर अथवा त्यो जान्ने भएर त्यो माथिसम्म बाइक ल्याएर पनि पाइने होइन हामी चाहिँ अलिकति तलै बाइक रोकेर चाहिँ माथि आएको थियौँ अनि बेलुका चाहिँ सुतिहाल्यौँ खासै केही भ्यू सिउनी थिएन अब अहिले चाहिँ हामी बिहान ढिलो उठ्यौँ अब तलपट्टि ठ्याक्कै जहाँनिर क्याम्प स्याम्प छ होइन जहाँनिर टेन्ट छ त्यताको भ्यू चाहिँ देखाएँ अब त्योभन्दा माथिको भ्यू पोइन्टको भ्यू चाहिँ देखाउनको लागि हामी हिँडिरहेछौँ बाटोमा छु होइन केटाहरू चाहिँ अहिले अघि गइसक्यो ल माथि पुगेपछि भेटौँला पुग्लिँदैछौँ है अझै पनि हामी भ्यू पनि पुग्न अझै करिब 20 मिनट लाग्छ भन्ने चाहिँ हाम्रो आकलन छ अब बाटोमा चाहिँ हिउँ जस्तरी परिरहेछ यो अस्तिको हिउँ हो अनि निक अस्तिको हिजो हामी आयौँ नि त निक अस्तिको हिजो हिउँ हो अझै पग्लिँदै छ हिजो केही झलकहरू चाहिँ हेर्न पाइयो माथि गएर माथिको फाइनल दृश्य चाहिँ के हुन्छ त्यहाँबाट चाहिँ 360 हिमालको भ्यू आउँछ भने चाहिँ सुनेको थिएँ एक दुईजनाले भनेको थिएँ ल हेरौँ है माथि गएर के हुन्छ अब अहिलेसम्मको उपलब्धि चाहिँ यही हो होइन त्यहाँ हामी पुरै 360 भ्यू देखिँदैछ है कुन चाहिँ ए यो त अझै यताको खाल्टो राइटको लेफ्टको ए कपुची ग्लेसियर है केटा हो त्यहाँ उता खालको चाहिँ कपुची ग्लेसियर अनि यताको हिमालहरू कुद्नु हिमाल उयो हेऱ्यो मेन अन्नपूर्ण भइहाल्यो कुन चाहिँ यो चाहिँ अन्नपूर्ण खोर यो लमजुङ हिमाल ठिक छ केटाहरूले चाहिँ कहाँ रे हामी आएको कर्पुको चाहिँ कहाँ भ्यू पोइन्ट भनेर ओ टु सिङदी लमजुङ ल्याइदियो त जिल्लै छोडाइदियो ओहो माथि त केही पनि होइन त सर्लक्कै स्पेसमा पुगिन्छ क्या माथि पुगेपछि त है अब यहाँ चाहिँ यत्तिको माथि चाहिँ आइसक्यो हामी अघिभन्दा अगाडिको सर चाहिँ त्यहाँको त्यो शिवलिङ्ग भएको सर चाहिँ त्यहाँको ठ्याक्क यहाँबाट हिमाल जस्तो देखिरह त्यस्तो दामी छ अब यहाँबाट माथि जाने चाहिँ दुईवटा बाटो छ एउटा सिधा सिम्पल बाटो एउटा मृत्युको बाटो डल्ले भाइ चाहिँ मृत्युको बाटो लागिसकेको हो जिन्दगीबाट हार खाएर अर्को मृत्युको बाटो अर्को अब म एक्लै बाँचेर गाड्ने हो म्याटोक्ने पनि लाग्दियो मृत्युको बाटो चाहिँ हामी हिँडिसकेको छौँ धन्दै मृत्युले छोपिसकेको मुसे भाइलाई अबको केही बेरमा नै हामी माथि चाहिँ पुग्नेवाला हौँ हिउँ चाहिँ देखिरहेको बिचमा है मृत्युको बाटो चाहिँ हिँडिरहेछौँ हामी त्यो बाटोमा चाहिँ यहाँ चाहिँ हतियार साथमै लिएर हिँड्नुपर्छ अन्त ठोक्छन् तिनीहरूले ट्याक्कै हेर्छ राखेँ त्यसले अब कस्तो पो सर्ट खायो होला यिनीहरूले हेर्छ होइन अहिले ढाड सर्ट खायो सर्टै सर्ट भेटेन केटाहरूले मेरो उता फर्कन ट्याक्क दामी सिना घामतिर हेरेको ए थोरैले मिस भयो सर्ट भेट्यो त्यसले त्यो चाहिँ त्यहाँ रेडी पोजिसनमा बस्यो हामी हाम्रो पनि पछाडि छ होइन त्यो लायो भने त
त्यसले चाहिँ त्यहाँ हिउँ लिएर चाहिँ यहाँबाट फाल्छु अन्थ्यो मसँग रिभेल सर्ट चाहिँ छ दुईजनाले प्लानिङ बनाएको नि तर सक्दैन नि दाइलाई फेरि फाल नि त भिडियो बनाइराखौ ल ल 3085 मिटर है यता आउने सम्भावना छ नै ए थलै खाल्यो खिचो थिएन के कस्तो बेलामा हानेको कस्तो नि अफ गर्नु यहाँ चाहिँ ए ब्लग मान्छे कान्छाले हेडसट आइसक्यो मिल्ने कि नमिल्ने मिल्ने मिलाउँ न हौ मिल्दिन कखन अहिले तँलाई सर्ट हान्ने अब यता हेर न एकचोटि के भयो सर्ट हान्ने ल्याएमा सर्ट हाने है सर्ट हानेर त्यही चलेन कि यहाँ झरे कसरी चलाउँदैन हिउँ चाहिँ राम्रै छ अब पग्लिने बेला भयो क्या अब त है मैले चाहिँ एउटा के फ्लेक्स हान्न लगाएँ भन्दा अन्नपूर्णलाई चाहिँ हामीले जतिवटा एङ्गलबाट पनि जतिवटा क्लोजबाट पनि देखियो है ल साथीभाइहरू होइन हाम्रो चाहिँ अब कर्पुबाट माथिको भ्यू टावर भनेको चाहिँ यो रहेछ है कर्पु डाँडा उचाइ यो चाहिँ 3085 रहेछ तल चाहिँ कति 2900 समथिङ थियो होइन यहाँ चाहिँ 3085मा ए यस्तो बोर्डहरू छ यहाँ चाहिँ यो मन्दिर जस्तो यो के छ है जस ठिक छ यहाँ करिब करिब आधा घन्टा जस्तो जस्तो लाग्दो रहेछ यहाँ हिँडेर आउन ठिकै हो यति हिँडेर आएर ओर्तित नै हो जस कर्पु डाँडाको त तल जानेर हामी बसिन्छ नि होइन गेस्ट हाउसहरू भएको त्यो टेन्टहरू भएको त्यहाँबाट हेर्नेले चाहिँ जस किनी देख्यो होइन जस्तो हुने रहेछ कि यहाँ माथि आइसकेपछि चाहिँ यस्तो दामी देखिन्छ क्या माथिबाट चाहिँ ल हेर है केटा यहाँ माथिबाट यहाँबाट हो क्या अझै बबाल सबै के ल इच एन्ड एभ्री हिमाल देख्यो जस्तो हुन्छ कि पुरै 360मै देखिन्छ कि आम्मामा पुरै देखियो त नि कि मनाङ मुस्ताङ होइन कोरिन देखिन्छ पुरै देखिन्छ यहाँबाट त आम्मामा जस्ट ओर्तित नै लाग्यो मलाई यहाँको चाहिँ कर्पु डाँडा हाइट 3090 लेखेको चाहिँ बोर्ड रहेछ एउटा माथि रुरल म्युनिसिपालिटी घाम चाहिँ अस्तम लागिसक्यो जस्तो भइसक्यो है हामी यहाँ माथि नै छौँ अब एकछिनमा चाहिँ अब तल झरिदिनु पर्ने हुन्छ 2-4 मिनट पछि चाहिँ ल साथीभाइहरू अब चाहिँ है पेट सेट गरायो भन्दैछन् अब हाम्रो फोटो सेसन नि सकियो रबिन दोषलाई चाहिँ कस्तो भयो त नि हामीसँगको अब फर्स्ट राइड भनौँ न लङ राइड चाहिँ हल्का लङ राइड होइन एकदम अनेस्टली कस्तो भयो ल हो अनि 2-4 कुरा हान्थ्यो नि त नि यहाँ अनि अरू बेला क्यामेरा खोज्दा मात्रै हो स्यावेज हान्दिन् तिमीले उसो भइहाल्छ है फोन हराइसकेर है अनि फेरि लिएर आएछ के अरे रबिन दोष के अरे ठाडो घाँटी रे ए उदो मुन्द लाग्यो भने ठाडो घाँटी हान्दियो आइया
ल यसको बारे अनि अब हामी चाहिँ छिटो तल पुग्नु पर्ने हुन्छ किनभने लास्टै झ्याउ गइराख्यो कि होइन आज चाहिँ डेन्जर लेट भयो होइन डल्ले भाइ चाहिँ हिरो बाह्र हिँड्दा डल्ले भाइ लुक छान्दैन देख्छ मिठो लुक चाहिँ हामी डल्ले चाहिँ भागिसकेको होइन हामीलाई यो सुप्राएर हानेर त्यसले तल गएर कस्तो पो भेट्छ अब टोल अरे ल त्यसलाई ओपन च्यालेन्ज ओपन च्यालेन्ज ओहो ल समात म डोल्छु ल तिमीहरूले समात्यो त्यसलाई डल्लेलाई देखाउ न केटाहरूको हात त डेन्जर सिधा हो क्या फेरि लान नि रविन्द्र लाने औडा बोलिदिने मुसे भाइले त के हानेको औडा रहेछ केटाकेटीहरू होइन अब हामी चाहिँ तलतिर लागिसक्यौँ यही थियो कर्फु डाँडासम्मको यात्रा अब चाहिँ सिधै तानतिङतर्फ चाहिँ हामी लाग्दैछौँ एङ्जाकोट जाने भनेर यता हानेर यहाँ बोर्डले देखाइरह र हामी अब तानतिङतिर लाग्नुपर्ने हुन्छ यता त गइन्न हामी है सिधै ल बाटोभरि हुन्छै छ यार अझै है बाटो चिप्लो चिप्लो चाहिँ स्टिल छ है अरू चाहिँ त्यस्तै हो अब तलतिर केटाहरू चाहिँ अगाडि लागिरहन् ट्र्याकको बारेमा रबिन चाहिँ त्यहाँ हान्दैन अगाडि गइसक्यो हामी चाहिँ चारजना भएर आएको थियौँ एउटा बाइक एउटा स्कुटरमा दुइटै बाटोमा छोडियो है जो चिप्लो भएको बेला चाहिँ डेन्जर गाह्रो हुँदो चाहिँ नत्र नचिप्लिनु भन्दा यस्तो साह्रै एउटै बिकट बाटो चाहिँ होइन र हिउँ परेको बेला शीत परेको बेला चिप्लियो भने चाहिँ लास्टै यता नाच्ने रहेछ क्या बिस्तारै चाहिँ हिँडिराखेन होइन त्यसरी हिँड्छ लडिन्छ भनेर बाटै त्यस्तो डेन्जर चिप्लो जस्तो हो कि बिस्तारै हिँड्नुपर्छ क्या बेसरी हिँड्दा चिप्लिन्छ क्या सिधै म चाहिँ अलिकति बुट लाएर थोरै सजिलो भयो नत्र 10-12 चोटि चाहिँ चिप्लिन्छ नि यहाँ मान्छे नर्मल्ली हिँडेर आउँदा नि बाइक छोडेर आउँदा नि चिप्लिन्छ भने यो बाटो बाइक गाडी ल्याउने मान्छेहरू चाहिँ कसरी ल्याउनुपर्छ होला अनि आफै सोच्दा भयो हिँड्दाखेरि चिप्लिराख्यो क्या त्यस्तोसम्मको चिप्लो हो क्या बाटो डेन्जर चिप्लो चाहिँ भइरहेको केटाको मैले पनि बिस्तारै फुक कदम राख्न भने जस्तो राखिरहेको है नत्र एकचोटि चाहिँ लड्को हानिन्छ कि यहाँ डेन्जरै चिप्लो हो कि है त्यो उकालो उक्लिँदा त अलिकति ग्रिप बस्छ नि त ओह्रालोमा त चिप्लिन्छ कि किनकि म एकचोटि चाहिँ बजारिन्छु जस्तो लाग्यो केटा हो तर ठिकै छ ए अब झन् हिलो ओहो बाटो त हलै जोत्नको जस्तो बाटो रहेछ त्यहाँ दायाँ खुट्टा बायाँतिर पारा हिँड्नु पऱ्यो सर म हिँडेँ कि होइन भन्दै हिँडिरहेको त मुसे भाइ ज्याकेट हाँसी ल ल ल धन्न लडेको थियो लड्नु जानी लड्नु कन्टेन्ट हुन्छ क्या यहाँ कसले आगो बालेर बसेर चाहिँ राति बिचल्ली भएर यहाँबाट यहीँ उयो हाम्रो बाइक फसेको गाडी नै फसेको केही टेकी आएन उता हिजो चाहिँ हो त्यहाँ आएको बाइक अड्क्यो
उचालिदिएको रबिनले बाइक त्यहीँबाट यहाँ त आएको त्यहीँ टेन्ट लगाइदिएछन् क्या माथि नगएर रबिनलाई चाहिँ किरे भाइको मिनी भर्जन है किरे भाइको मिनी भर्जन प्लस रोशनको भर्जन यो चाहिँ हाम्रो टी हाउस हो हामी चाहिँ अब तानतिङ आइपुग्यो नि तानतिङ एभेन्जर्स एभ्री भयो है ल साथीभाइहरू होइन अब चाहिँ हामी घरतिर लम्किसकेको छौँ अहिले चाहिँ करिब करिब 5:45 भइरहेछ है के अरे 5:43 भयो रहेछ हामी चाहिँ अब घरतिर लम्किँदैछौँ जस्तो एकछिन आयो तानतिङै बस्यो हामी चाहिँ करिब करिब 2 घन्टामै झरियो के हाम्रो चाहिँ अब बाइकको आँखा देखाइदिउँ है बाइक पल्टिसक्यो एकचोटि है यत्तिको एक्सिडेन्ट भन भने त के कर्पु आएको केही भन्यो यहाँ बाटा आएर क्या फेरि यहाँ तानतिङ अब माथि आइपुग्ने बेलामा